स्वागत छ साथीहरु तपाईहरु सबैलाई फर्स्टमा त नमस्ते र म अहिले आएको छु अब शान्तिधाम जुन यहाँबाट मेरो करिब 10-15 मिनेट मलाई लाग्न सक्छ र अहिले म बस स्ट्यान्डमा छु। यहाँबाट माथिबाट गाडी जान सक्दैन र मैले यहाँ छु गाडीको छेउतिर पछाडी मेरो गाडी देख्न सक्नुहुन्छ र अब म शान्तिधाम जाँदैछु साथीहरु। शान्तिधाम जाने बाटो साथीहरु यही हो, खोलाको पुलबाट योबाट माथि लाग्नु भन्दै थियो मलाई। योबाट माथि नै हो साथीहरु, योबाट यसरी माथि लाग्नुपर्छ। दुईटा बाटो छ साथीहरु, यहाँबाट यो एउटा तल जाने बाटो र यो एउटा उकालो लाग्ने बाटो। हामी यो बाटोबाट प्रस्थान जानेछौँ र यही बाटो हो, उकालो लाग्नु भनेको भएको छ हामीलाई। अब हेर्दै जाउँ है त साथी। यहाँ आएपछि साथीहरु गाउँ जस्तो भाइ पाउँछ र अहिले हामी काभ्रेस्थलीको तारकेश्वरतिर छौँ र शान्तिधाम अलिकति 10-15 मिनेट अगाडि होला यहाँबाट उकालोबाट। अब हामी शान्तिधामतिर प्रस्थान जाँदैछौँ र यहाँ आउँदा मलाई एकदम गाउँ जस्तो फिलिङ्स आइरहेछ साथीहरु। र धेरै हप्तापछि मैले बनाएको यो मेरो भ्लगलाई माया गरिदिनु होला भन्न म चाहन्छु। र अब शान्तिधामतिर जाउँ है त साथीहरु। त्यही ठाउँ हो जुन अघि मैले भ्लग गरेको थिएँ, तपाईहरुलाई देखाएको थिएँ मैले। यही बस स्ट्यान्ड हेर्नु, बस स्ट्यान्डहरु वेटिङमा छन्। अब आउने जानेहरुको लागि बस सर्भिसेस त्यही छ साथीहरु, त्यहीँबाट लाग्छ। म अघि हिँडेको आधा घण्टा पछि म अहिले आइपुगेँ शान्तिधामको मन्दिरको गेटको मन्दिर, जुन म तपाईहरुलाई देखाउन चाहन्छु साथीहरु। यही हो शान्तिधाम मन्दिरको गेट। जय शान्तिधाम मन्दिर बाबा की जय। यो साथीहरु शान्तिधाम मन्दिरको गेटको मन्दिरको जुन मैले तपाईहरुलाई प्रत्यक्ष देखाइरहेको छु, हेर्नु होला। यसमा चाहिँ यो शान्तिधाम भित्रको हो साथीहरु, र शान्तिधाम भित्रको यो पिउने पानी र यसमा अलिकति थोरै भन्न त नमिल्ने हो, तर यसमा चाहिँ अलिकति कचरा छ। यो अलिकति पेन्टिङ रङ्गरोगन गरेर अलिकति राम्रो बनाउनु पर्छ भन्ने मेरो उयो हो, विश्वास हो। र भगवानको मन्दिर यही छेउमा यसो पाराले यसरी डस्टबिनमा कचराहरू नफ्याँकेर यसरी भुइँमा फ्याँकिरहेछन् कसैले, र डस्टबिनै चुहाएर छ साथीहरु। डस्टबिन यस्तो छ हेर्नु। र अब हामी शान्तिधामभित्र आएको छौँ। शान्तिधामभित्र मन्दिरभित्रमा अब हामी प्रवेश गर्नेछौँ र हामी द्वारभित्र हामीले अलरेडी प्रवेश गरिसकेका छौँ। र अब यो मन्दिर हो जुन मैले पहिलेदेखि नै प्लानिङ बनाएको थिएँ कि मन्दिरमा आउँछु, भगवानको पूजा गर्छु अनि केही नखाइकन भनेर म आएको हो आज। र अब भ्लग बनाउनुको लागि आएको एउटा हिसाबमा पूजा गरेर भ्लगिङहरू गरेर सो राम्रो भन्दै आएको हो। एकदमै राम्रो छ साथीहरु। भगवानको जुन हिसाबले बनाएको छ, रङहरू बनाएको छ एकदमै राम्रो, एकदमै राम्रो बनाएको छ। यो चाहिँ हाम्रो मन्दिरभित्रको शान्तिधाम मन्दिरभित्रको एउटा जुन यो इन्डियालाई भनेर गराएको। जय श्री नारायण, जय श्री बाबु। पण्डितजी, हाम्रो यो चाहिँ के
के को लागि स्थापना भएको मन्दिर यो हो यो चाहिँ? रामेश्वरम धाम हो, हजुर माथि चाहिँ बद्रीनारायण हो, यो प्रिय शान्ति धाम भन्छ यसलाई, काव्यस्थली दुईमा पर्छ यो। हजुर यो चाहिँ रामेश्वरम धाम। हजुर यो चाहिँ त्रेतायुगमा भगवान श्रीरामले हजुर जब लङ्का जानुभन्दा अगाडि भगवान शङ्करको पूजा आराधना गरेर उहाँले चाहिँ लङ्का प्रस्थान गर्नुभएको थियो सीताजीलाई ल्याउनको लागि। हजुर हजुर अनि त्यसपछि चाहिँ भगवान राम त्रेतायुगमा चाहिँ यो स्थापना भएको, भगवान श्रीरामले राम इति ईश्वर रामेश्वर हजुर हजुर भनेर स्थापना भएको। रामले नै यहाँ स्थापना गरेको नै रामेश्वर भनेर यो चेन्नई दक्षिण भारतको चेन्नईमा छ। हजुर हजुर यो चाहिँ त्रेतायुगको श्रीराम भगवानले स्वयं स्थापना गरेको रामेश्वरम धाम। हजुर 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 यो पण्डितजी यसमा चाहिँ तपाईँहरूको के प्रसादहरूको के छ चाहिँ त्यसको? यहाँ प्रसादहरूको बालभोग सेवा राजभोग सेवा यहाँभित्र छ, यसो जुत्ता खोलेर आउनुभयो र अब स्वयं हामीलाई भगवानलाई पुजारीजीले गर्ने कसैले अब रुद्राभिषेक सेवा ऊ पनि हुन्छ। अब विशेष गरेर यो साउन महिनामा भगवान शङ्करको हुँदाखेरि साउन महिना शिवरात्रि अनि त्यसपछि तीजहरूमा विशेष मेला लाग्ने गर्छ यहाँ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यहाँ अगाडि गइदिउँ न पण्डितजी, हामी अगाडि गइदिउँ होला, पण्डितजीलाई हामी अगाडि बढाउँ प्रस्थान गराउँछौँ। र पण्डितजी हामीलाई यो मन्दिरको के ज्ञान दिनुहोस् न। हजुर के ज्ञान दिनुहोस् हामीलाई मन्दिरको बारेमा? यो भगवान राम त्रेतायुगी श्रीराम हुनुहुन्छ, भगवान श्रीरामले बनाएको हुनाले त्रेतायुगी भगवान हुन्छ। चार धाममा एक धाम हो यो प्रिय शान्ति धाम। चार धाममा यो माथिको चाहिँ बद्रीनारायण धाम, यो चाहिँ रामेश्वरम धाम, दुई धाम बन्दैछन्। हजुर हजुर जगन्नाथपुरी र द्वारिका धाम बन्दैछन्। अब बद्रीनारायण धाम हजुर हजुर बन्दैछ, बन्ने प्रोसेसमा छ, हजुर निर्माणमा हुँदैछ। अनि त्यो हुँदाखेरि यो चाहिँ रामेश्वरम धाम हजुर हजुर 12 ज्योतिर्लिङ्गमा एउटा ज्योतिर्लिङ्ग पनि हो, हजुर विशेष धाम हो। हजुर यो हुँदाखेरि रामेश्वरम धाम। अब हामीले पण्डितजीसँग कुरा गरिसकेका छौँ र अब हामी यो मन्दिरको पुरै घुम्नेछौँ र अब पुरै घुमेर हामी हेर्नेछौँ। यति राम्रो रङ्गरोगन गरेको छ, हाम्रो बनाएको छ शान्तिधाम भन्ने, जुन एउटा प्रसिद्ध नेपालभरिको प्रसिद्ध मन्दिरमा त्योमा एक हो यो। र एकदमै राम्रो लाग्छ हामीलाई, एकदम गर्व लाग्छ कि हामीलाई यस्तो हाम्रो नेपाल जस्तो ठाउँमा यति राम्रो सुन्दर, यति सफा, यति राम्रो मन्दिर बनेको छ भनेर हामीलाई एकदम गर्व लाग्छ। म गर्वको महसुस सँग भन्छु, गर्वको साथ भन्छु होइन, कि यति राम्रो मन्दिर अहिलेसम्म बनेको पो छैन। र हाम्रो बद्रीनाथ मन्दिर पनि बनिसकेको छ र हाम्रो अब निर्माणमा केदारनाथ मन्दिरहरू तपाईँहरूले पण्डितजीले भनेको सुन्नै भयो होला र मैले त्यति धेरै एक्सप्लेन गर्नु पनि जरुरी छैन होला जस्तो लाग्छ मलाई। र म एउटा क्वेसन सोध्छु, यसको केही विशेषताहरू के छ होला त? विशेषताहरू भगवान शङ्कर हो, शङ्कर भनेको ज्ञानको पुरा आनन्द स्वरूप, भगवानको आनन्द स्वरूप हो, ज्ञानको लागि प्राप्त गर्नको लागि र मोक्ष प्राप्ति गर्न। किनकि चार धाममा एक धाम हो प्रिय शान्ति धाममा चाहिँ पनि भित्र पाटोहरू छ। चार धाममा पनि एक धाम रामेश्वरम धाम। रामेश्वरम धाम 12 ज्योतिर्लिङ्गमा नि एउटा ज्योतिर्लिङ्ग हो। अनि यो विश्वको एउटा ज्योतिर्लिङ्ग 12 ज्योतिर्लिङ्गमा रामनाथ स्वामी ज्योतिर्लिङ्ग हो। त्यो हुँदाखेरि पनि यसमा ज्ञानको पूर्ण भण्डार हुन्छ। अनि त्यसपछि ज्ञान प्राप्त, शिवजी भनेको ज्ञानको भण्डार, ज्ञान प्राप्त गर्न शिवजीको आराधना गर्नुपर्छ। अरू पनि हुनुहुन्छ यहाँ, गणेश कुमार, अनि त्यसपछि माता पार्वती, अम्बा भगवती माता उता हुनुहुन्छ। अनि त्यो हुँदाखेरि नन्दी हुनुहुन्छ उतापट्टि बलि। अनि विशेष त्यो भने भगवानको आराधना हुन्छ, भगवानको रुद्राभिषेक, पञ्चामृत स्नान, आफ्नो इच्छा कामना पुरा गर्नको लागि पनि भगवानको आराधना गरिन्छ। विशेष कुरा के हो भने विश्वासको कुरो सबभन्दा। विश्वास गर्यो भने भगवानले जे पनि दिन सक्नुहुन्छ, किनकि यो यताउता भने सम्पूर्ण कुरा नै दिन सक्ने हुन्छ। भगवानको त्यो विश्वासको कुरो हुन्छ। मोक्ष प्राप्तको जसले जे सोच्यो त्यही प्राप्त हुन्छ। हजुर। अनि पण्डितजी हाम्रोमा के तपाईँहरूले यस्तो पूजापाठहरू गर्नुहुन्छ? सबै हुन्छ, रुद्राभिषेक, पञ्चामृत स्नान, बालभोग सेवा, राजभोग सेवा, अनि त्यो अति रुद्राभिषेक, 9 घर, अष्टघर, चिरञ्जीवी, सबै पूजा हुन्छ। म चाहिँ मेरो कोठामा गर्न चाहन्छु पण्डितजी होइन, तपाईँहरू के उपस्थिति हुन सक्नुहुन्छ? त्यसको लागि चाहिँ उता जानलाई अब यहाँको नियम अनुसार चल्नु पर्यो, किनकि हामी पुजारी भएको हुनाले। हजुर हजुर, त्यो हुँदाखेरि यहाँबाट नजान्दिनको
पाइँदैन, त्यही हजुर, भएर हजुर। चाहिँ यहीँ आएर पूजा गर्न सक्नु चाहनुहुन्छ भने आउनु मिल्छ। हजुर। तर विशेष काम भयो भने चाहिँ बाहिर जान मिल्छ, किनकि अर्को ऊ भयो भने अर्को राखेर पनि जानु मिल्छ, हजुर, तर विशेष काममा मात्र। हजुर, बस थ्याङ्क यू। यो चाहिँ हाम्रो साथीहरू रामेश्वर धाम, जुन हाम्रो पण्डितजीले यसको बारेमा तपाईँहरूलाई सबै स्पष्टै पारिदिनु भएको छ। र मैले एउटा दुईवटा क्वेसन सोधौँ कि भनेर पण्डितजीसँग आग्रह गरेर मैले एउटा दुईवटा क्वेसन सोधेँ र सोध्नु मन लाग्यो। र हामी अब हामी साथीहरू बद्रीनाथ मन्दिर जाँदैछौँ है, जुन अर्को मन्दिर हो र यसमा शीश महल पनि छ यतातिर, र म त्यो तपाईँहरूलाई देखाउँछु बिस्तारै। र अहिले हामी अब प्रस्थान हुँदैछौँ हामी बद्रीनाथ मन्दिरतर्फ। र अब यहाँ केदारनाथ मन्दिर चाहिँ यही हो साथीहरू। र यसमा भिडियोहरू फोटोहरू चाहिँ एलाउड छैन भनिरहेको छ पण्डितजीले, हाम्रो पण्डितजीले। र हामीलाई ठिकै छ, केही छैन, र अब माइन्ड गर्नु भएन। र अब तपाईँहरूलाई मैले माथि भित्रको चाहिँ देखाउन सक्दिनँ, किनकि एलाउडै छैन भनेपछि मैले पनि अब जबरजस्ती गरेर हुँदैन। र अब यही हो, देखाइदिन्छु तपाईँलाई बाहिरबाट बद्रीनाथ मन्दिर। अनि शीश महल पनि यही भित्र छ भने हामीलाई पण्डितजीले बताइसक्नु भएको छ। र अब हामी जाँदैछौँ बिस्तारै भित्र, बाहिरबाट चाहिँ हामी देखाउँछौँ साथीहरू तपाईँलाई सबै। यस्तो राम्रो कार्यक्रम, यस्तो यो राम्रो बनाउनु भएको छ, जुन यो इन्डियालाई एकदम आधारित गरेर बनाएको यो एउटा मन्दिर हो, जुन हामीले शान्तिधाम भनेर चिनिन्छौँ। शान्त भएको वातावरण र शान्त भएको मन्दिर र शान्तिधाम भनेर चिनिन्छौँ हामी यसलाई। र एकदमै पिसफुल भनेर चिनिन्छौँ अर्को हिसाबले हामीले यसलाई। र यो चाहिँ शान्तिधाम मन्दिर साथीहरू, जुन मैले धेरै पटक कोसिस गरेँ आउनुको लागि, तर टाइम नमिलेर म आउनु पाएन र आज आइपुगेँ। र पण्डितज्यूहरूले अब भोगहरू लगाउनु भएको छ र हाम्रो मुनिको मन्दिर अलरेडी आधा घन्टाको लागि बन्द भइसकेको छ। र अब यो चाहिँ एकदम राम्रो, ती कला यति राम्रो बनाएको छ, र अब हामीभित्र त जान सक्दैनौँ। अनि साथीहरू यो कलाले सम्पन्न भएको मन्दिर हो र एकदमै यसको अवश्यमरणीय छ यसको। र हामीले सोच्नै नसक्ने मन्दिर भएको छ, नेपालमा बनिसकेको छ, स्थापना भइसकेको छ। र अब यो चाहिँ हाम्रो अब इन्डियालाई आधारित मानेर बनाएको मन्दिर हो यो, जुन अब इन्डियामा जान नपरोस् भनेर यहीँ हाम्रो नेपालमै यस्तो मन्दिर स्थापना भएको छ। र एउटा यस्तो मन्दिर हो यो, एउटा यस्तो मन्दिर हो कि जुन अहिलेसम्म बनेको छैन, यो फर्स्ट हो। र हामी यसलाई एकदमै राम्रो सठिक तरिकाले यति राम्रोसँग बनाउनु भएको छ। बुट्टाहरू, यसको रङ्गरोगनहरू यति राम्रोसँग बनाउनु भएको छ उहाँहरूले। र यो चाहिँ हाम्रो शीश महल साथीहरू, यो जुन अहिले टापु देखाएको छु मैले, यो चाहिँ शीश महल हो। र हामी इन्ट्री फी चाहिँ तपाईँको 50देखि 50 रुपियाँ दर्शन गरेको, र विद्यार्थीको लागि चाहिँ छुट रहेछ 25%, र 25%मा 50मा 25 रुपियाँ पऱ्यो। र अब हामी यहाँ छौँ अहिले, र अब शीश महलतर्फ हामी लाग्छौँ। र अब पहिला यो बाहिरको डिजाइनिङहरू हेर्नु यति राम्रो छ। अब यहाँनिर एउटै चिजको मात्रै कमी छ, त्यो तपाईँहरू मलाई के चिजको कमी छ त्यो मलाई भन्नु होला। न त के चिजको कमी जस्तो लाग्छ तपाईँलाई यहाँनिर? मलाई के चिजको कमी जस्तो लाग्छ भन्नु हो भने, हजुर हजुर, अब चाहिँ यहाँ भक्तजनहरू बढी बेसी आउनको लागि चाहिँ तपाईँको हजुर हजुर, अब यो चाहिँ राम्रो गर्नुपर्ने। हजुर हजुर, यहाँ चाहिँ यो जुन त्यो बेन्च राख्यो भने पछाडिपट्टि चाहिँ तपाईँको स्टेप बनाएर चाहिँ फुलबारी बनाउनु पर्ने। हजुर हजुर, होइन, हजुर, अनि त्यो भएपछि उतापट्टि गेटको चाहिँ तपाईँको त्यो भत्किरहेको सफा गर्नुपर्ने। हजुर हजुर, सही हो सही हो, होइन, हजुर हजुर। अनि त्यहाँबाट गेटबाट यतापट्टि चाहिँ तपाईँको त्यो जुन रामेश्वर मन्दिरको अगाडि हजुर हजुर, वाल लाएर हजुर हजुर, त्यसलाई चाहिँ यो पहिरोले रोकथाम गर्नुपर्ने। एकदम सही भन्नु। अनि अब मलाई त्यति मात्रै होइन, मलाई चाहिँ यहाँ चाहिँ कृष्ण भगवान् र राधा
राधाजीको जुन हुन्छ नि हजुर तस्बिर जुन हुनुपर्छ जस्तो लाग्छ मलाई हजुर, यसमा यो राधा- भित्तामा हजुर। र यसमा अलिकति कमी जस्तो लाग्यो मलाई र अब उहाँहरूले बनाउनुहुन्छ होला बिस्तारै बनाउनुहुन्छ तर यहाँ राधाकृष्ण मन्दिर चाहिँ यहाँ भित्र पनि हुनुहुन्छ सिसमहलभित्र हजुर हजुर त्यसमा चाहिँ त्यो रामेश्वर मन्दिरमा पनि राम र सीता पनि हुनुहुन्छ हजुर हजुर एकदमै सही र अब हामी हेर्न जान्छौँ हजुर। अब राम र सीता सीता होइन हजुर। भित्र भन्नु भएन राम र हजुर। सीता भन्नु भएन हजुर हजुर राम र सीता हामी हेर्न जान्छौँ भित्र एकछिन पछि राम सीताको मन्दिर चाहिँ हजुरको यतापट्टि चाहिँ हजुर हजुर त्यो बाहिरपट्टि छ हजुर कुनेर राखेको छ त्यो चाहिँ अस्ति चोरी भयो चोरी भयो हजुर के गरेर चोरी भयो खै त्यो अब खुल्लै राख्ने यस्तो ठाउँमा पनि यस्तो पवित्र स्थानमा पनि कसले यति चोर्ने आँट कसले गर्यो होला त खुल्लै राखेको थियो त्यहाँबाट हजुर, चाहिँ हजुर। तपाईँको तिलहरी चाहिँ चोरिदियो यो एकदमै नराम्रो हो साथीहरू र अब चोर्नु भने एकदमै नराम्रो हो भगवान्ले तपाईँहरूलाई देख्दैन भन्नुभयो होला हजुर। तपाईँहरूलाई भगवान्ले माथिबाट देखिरहेको हुन्छ र तपाईँहरूले त्यो सजाय भुग्नुपर्छ एक न एक दिन त्यो त्यो होइन? चोर्या हुनाले चाहिँ हजुरको र अहिले चाहिँ- हजुर अहिले हामीले चाहिँ तपाईँको त्यो थुन राखेको छ हजुरलाई हेर्नु इच्छा छ भने उहाँ पुजारीलाई भन्यो भने खोलिन्छ हो र हजुर। म त हेरेन नि तपाईँ कहाँनिर हो त्यो रामेश्वर मन्दिर भन्ने यता बाहिरपट्टि त्यो तपाईँको सानो मन्दिर त हजुर हजुर भित्र छ के भित्र छ है भनेपछि म त्यहाँ जानुपर्छ जस्तो छ होइन हजुर। तपाईँले ए हवस् म एकछिन अब पछि अब यो पहिला अब यहाँ आइसकेको छु म र अब म अब राधाजी सीताजी र हजुर। रामजी होइन रामको चाहिँ यता मन्दिरबाट हजुर, चाहिँ हजुर। छिर्दाखेरि यता दाहिने साइड छ हजुर सीताको चाहिँ यता देब्रे साइडमा चाहिँ मन्दिर हजुर हजुर अब एकचोटि म चेक गर्न चाहन्छु भयो भनेपछि कहाँ भेट्नु भयो त त्यो चाहिँ उहाँबाट चोरेर ल्याएर हजुर हजुर यहाँ अब बद्रीनारायणको मन्दिरमा चाहिँ तपाईँको ढोक्न खोज्दाखेरि हजुर हजुर गोजीबाट झऱ्यो गोजीबाट झऱ्यो ओए राम 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 गोजीबाट झरेपछि अब चाहिँ हामीले खोल्दोली कहाँ गयो एकदमै भनेर राम्रो। हेर्दाखेरि तपाईँको त्यहाँ राम सीताको चाहिँ तिलहरी चोरेर ल्याएर हजुर हजुर देख्यो भेट्यो भनेपछि हजुर भेट्यो। ओहो भगवान्को कृपाले जे होस् भएछ जे गर्नु पनि भगवान्ले गर्छन् के अब मान्छेहरू कतिपय मान्छेहरूले अब भगवान्मा विश्वास राख्दैन आस्था राख्दैन होइन हजुर उनीहरूको लागि के भन्नु चाहनुहुन्छ तपाईँ उनीहरूको लागि त हजुरको मलाई चाहिँ त्यो त्यो चोरीको लागि चाहिँ हजुर हजुर त्यसलाई चाहिँ भगवान्ले कहिले पनि रक्षा गर्दैन हेर्नु हजुर हजुर क्षमा भनेपछि कहिले पनि दिँदैन हजुर हजुर होइन अझ हामीले यहाँ पुलिस लगाएर चाहिँ उ गर्न खोजेको थियो अब किन भनेर अब त्यो हजुर अलिकति यो दिमाग चाहिँ ठिक नभएको जस्तो ठिक लाग्यो। नभएर होइन अनि त्यो भएर ल भइगयो त्यो भएर पनि हो भनेर साउन्ड भेटेपछि अनि हामीले छोडिदिएँ छोडिदिउँ ठिक छ अनि अब सिसिटिभी क्यामेराहरू चाहिँ तपाईँहरूको ठाउँ त्यहाँ- ठाउँमा त्यहाँ जडान हुनुपर्छ जस्तो लाग्छ मलाई त्यहाँ सिसी क्यामेरा थिएन राखेको छैन हजुर थिएन त्यो त्यो त गल्ती भयो तपाईँहरूको होइन उहाँ चाहिँ भर्खर बनाएको हजुर हजुर सिसी क्यामेरा राख्नै भएको छैन अब चाहिँ राख्ने त्यही त यस्तो पवित्र स्थलमा चोरीहरू धेरै हुन्छन् होइन हजुर अनि अब दर्शन हाम्रो यस्तो भक्तजनहरूले पनि होइन धेरै नै उयो भेटीहरू चढाउनुहुन्छ चढाउनुहुन्छ अनि अब त्यो चोरी हुनसक्छ होइन त्यसको हिसाबमा तपाईँहरूले सिसिटिभी चाहिँ जडान गर्नुपर्छ भन्ने मेरो विचार त्यो सिसिटिभी पनि जडान गर्नुपर्ने अब हजुर, यहाँ पनि चोरी भयो तपाईँको पहिला एक फेर हजुर हजुर यहाँ पनि चोरी भयो निकै चोरी भयो यहाँ हजुर कमसेकम तपाईँको 2-3 लाख जति चोरी भयो। हुन्छ तपाईँको किनकि भगवान् पवित्र स्थलमा होइन महिनाको लाखौँ करोडौँ होइन भक्तजनहरूले उयो होइन हात भेटीहरू चढाइरहेको हुन्छ होइन केही उयो दिइरहेको हुन्छ होइन त्यसको हिसाबमा चाहिँ त्यसको बिहामा चाहिँ तपाईँहरूले सिसिटिभी क्यामेरा जडान गरेको चाहिँ राम्रो होला जस्तो पहिला लाग्छ मलाई सुरुमा चाहिँ तपाईँको नगद क्यासै चोरी भयो तपाईँ यहाँ 2-3 लाख जति 3 लाख भयो हजुर बा त्यो चन्दा बाबसको पैसा चाहिँ तपाईँको हजुर हजुर सब चोरेर लग्यो गहनाहरू पनि चोरेर लग्यो हजुर अनि त्यहाँबाट पछिबाट चाहिँ सिसिटिभी जडान गऱ्यो सिसिटिभी जडान गरेपछि चाहिँ चोरी भएको छैन यहाँ चाहिँ हो एकदम राम्रो यो सिसिटिभी क्यामेरा चाहिँ जडान हुनैपर्छ यो चाहिँ एकदम यहाँ राम्रो चाहिँ अलिकति मेरो ख्यालमा अझै पनि कमजोरी के लाग्छ भने हजुर। हाम्रो चाहिँ यो मन्दिर व्यवस्थापन समितिबाट चाहिँ तपाईँको एउटा चाहिँ चौकी पनि राख्नु पाए हुन्थ्यो जस्तो लाग्छ यो पुलिसहरू पनि होइन हुनु त हो त्यो पनि एकदम राम्रो हो। एकजना पुलिस चाहिँ एकजनाले के गर्नु त हो हुनु पनि हो यहाँ 2-3 जना चाहिँ हुनुपर्छ खट्नु पर्यो पुलिसहरू पनि खट्ने एकदमै देखिरहेछ यहाँ होइन र अब दरखास्त गर्नु पर्छ होइन राज्यले तपाईँहरूले चाहिँ यो सुरक्षाको व्यवस्था पनि अब गरिदिनुपर्छ जस्तो लाग्छ हजुर अब यो मन्दिर त नेपालभरिको प्रसिद्ध मन्दिरमा एक हो नि त यो तीर्थस्थल हो अनि यसमा त अब तपाईँको मान्छेहरू पनि अहिले अब धेरै नै धेरै आउँछ
हजुर जगन्नाथ बन्ने हो यो जगन्नाथ मन्दिर जगन्नाथ मन्दिर बन्ने मन्दिर हो यो हजुर ल हेर्नु साथीहरू यो जगन्नाथ मन्दिर बन्ने फर्ममा छ रेडीमा छ र अब बनिसक्छ बन्न चाहिँ अब कति टाइम लाग्ला तपाईँको विचारमा यो 83मा यो सम्पन्न हुन्छ हजुर 83 भनेपछि 1 वर्ष लाग्छ 1 वर्ष चाहिँ लाग्छ त्यसपछि भनेपछि त अब म चाहिँ हुँदिनँ होला साथीहरू यहाँ र विदेशै जान्छु अब विदेश गएर आएर फेरि अब आउँछु होइन पछि अब भ्याए पनि टाइम मिल्यो भने आउँला सरकारले त्यति बजेट दिँदैन यो व्यक्तिको यो चन्दाहरूको यो भक्तजनहरूको सहयोगले बन्ने होला बन्ने होइन हजुर ठिकै छ केही छैन अब 1 वर्षमा यो कुरा हुन्छ अनि उतापट्टि एउटा केदारनाथ पनि बन्छ बन्छ कि बनिसकेछ अर्को कतापट्टि भन्नुभयो यो त यो रामेश्वरभन्दा अगाडिपट्टि रामेश्वर मन्दिरभन्दा अलिकति अगाडिपट्टि माथिल्लोपट्टि बन्छ चारधाम यो पुरै चारधामै बन्छ हजुर हजुर भनेपछि त गजब बन्नु भयो है यहाँ पनि अब इन्डियाको जस्तो मन्दिर बन्ने भयो फर्स्ट टाइम होइन र अब यो त तल्लोपट्टि हजुरको गुरुकुल बन्दैछ हजुर हजुर मेरो फलोवर्सहरूले त धेरै नै उयो पनि पायो नि त ज्ञान पायो होइन अब म यो चाहिँ युट्युबमा हाल्ने भयो यो भिडियो त्यही भएर अलिकति हजुर 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 धर्मशाला एकदमै राम्रो तर सिस्मल हेर्नुहुन्छ क्या सिस्मल हेर्नु आउनु भएको क्या तपाईँहरू खोलिदिन्छ भन्ने म पनि हेर्नु त आएको थिएँ आएको यसो हुन्छ भित्र त दिँदैन सिस्मल खोल्दैछ हाम्रो पण्डितजीबाट सिस्मल खोल्न रेडी भइरहेछ उहाँले अब सिस्मल खोल्नुहुन्छ उहाँको हातबाट उद्घाटन हुन्छ जहिले पनि उद्घाटन सिस्मल दियो त उहाँले त दिनुभयो त हजुर राम्रो सिस्मल हो साथीहरू सिस्मल जुन राधा र 100 दिएको ए 100 दिएको मेरो दिमाग के खराब धर्मशाला हो हाम्रो सिसमहल मैले हेरिसकेको छु र त्यो सिसमहल र अब हामी त्यो जुन चोरेको भन्ने जुन सुन चोरेको भन्नु थियो त्यो उहाँलाई म देखाउनु भन्न चाहन्छु देखाउनु भन्नु पऱ्यो अनि अब त्यहाँ गएर अब हेर्नु पऱ्यो कहाँ रहेछ चोरी भयो यो पैदल स्थलतिर ठाउँमा धेरै नै चोरी हुन्छ साथीहरू र भक्तजनहरूले धेरै नै चन्दाहरू धेरै चिजहरू दिन्छन् भगवान्लाई माथि विश्वास गर्नेहरूले धेरै नै डोनेसनहरू धेरै गर्छ र अब यस्तै हो साथीहरू र अब हामी जान चाहन्छौँ त्यहाँनिर हाम्रो पहिला चोरी भयो भन्नुभएको थियो शान्तिधाममा यो भगवान्को के चिज चोरी भएको भनिदिनु न अलिकति 6-7 वर्ष अगाडिको कुरा हो हजुर हजुर मन्दिर स्थापना भएकै 2 वर्षको बिचमा हजुर हजुर कहीँ कतै कतै बाहिरको ठाउँबाट चाहिँ नि हजुर हजुर बाटो प्रयोग गरेर हजुर फसेर चाहिँ भगवान्को लगाएको गहनाहरू हारहरू हजुर हजुर सुक्रीहरू त्यसरी चाहिँ चोरी भएको जुन अगाडि हिँड्नु नि तपाईँ अलिकति अगाडि भगवान्को त मूल गहना हो प्रत्यक्ष देखिरहेको थियो जान मिल्दैन बाहिर राख्नु भएको छ नि यो बाहिर यो पिलरहरू यताउति यो चाहिँ के गर्नु यो यहाँ आएर जो खानाहरू यो साधना गरेर हुन्छ नि भगवान् मन्त्र जबरजस्ती हजुर हजुर त्यसको लागि बनाउनु भएको यो भनेपछि पण्डितजी हामी भनेपछि भित्र जान मिल्दैन होइन त जान मिल्छ तर फोटो खिच्नु मिल्दैन ओहो गाह्रो भयो नि त पण्डितजी यहाँ उसले देखिरहेको अब मेरो साथीहरू मलाई माफ गरिदिनु होला पण्डितजीले मनाइ गर्नुभएको छ र म भित्र जान सक्दिनँ बिना भगवान्को पवित्र जान त मिल्छ अरे अब भिडियो लिनु मिल्दैन भनौँ साथीहरू म भिडियो लिन चाहन्न र अब बाहिर चाहिँ म जान चाहन्छु र अब बाहिर त पाउँछ भन्नुभएको छ र यही पाठ पूजाहरू गर्ने के यो भोजन सोजनहरू गराउने यही हो साथीहरू र हाम्रो यो
बद्रीनाथ मन्दिर छ यो स्थापना भइसकेको छ र उतापट्टि अलिक बन्नु बाँकी नै छ। मैले अघि तपाईँहरूलाई देखाइसकेको छु र पुरै बनिएको छैन अहिलेसम्म र अब उताको चाहिँ तपाईँको चन्दाहरू कट्ठा गरेर नै बनाउने प्लानमा छ उहाँहरूले र अब हामी चाहिँ यता यसरी नै अब जानुपर्छ जस्तो लाग्छ हामीलाई र अब एक राउन्ड चाहिँ तपाईँहरूलाई घुमाएँ मैले र अब पानी पनि सिमसिम परिरहेछ साथीहरू र अब हामीलाई अब ढिलो हुने जस्तो छ, ढिलो हुने देखियो मैले। आउनु भयो कहाँबाट आउनुभयो तपाईँहरू? गागलफेदी यहीँबाट मूलपानी आउनुभयो? मभन्दा अलिक टाढाबाट आउनु भएछ, म चाहिँ जोरपाटीदेखि आएँ। हजुर ए ल हेर्नु हाम्रो आन्टीहरू पनि यति टाढाबाट आउनु भएको छ पूजा गर्नको लागि। यति भगवान्माथि यति आस्था राख्नुहुन्छ, उहाँहरूले विश्वास राख्नुहुन्छ भनेर आएको हुनेछ। हजुर ल हेर्नुहोस् मैले तपाईँहरूको लागि यस्तो आन्टीहरूको यसो राईले पनि दिएको छु होइन। अनि आन्टी कस्तो लागिरहेको छ त यत्रो टाढोबाट आएर? यति राम्रो है? यति राम्रो छ है। अब फेरि केदारनाथ मन्दिरहरू बन्ने छ यतापट्टि। हजुर गाडी आउनु सबै गाउँका त हाम्रो हिँडिरहन्छन् कि त्यो राम्रो मन्दिर चाहिँ यहीँ बन्न आँटेको छ। यहाँ पछाडि बन्नु आँट्दैछ। तपाईँ जानु भएन? अनि सिसमहल घुम्नु भएन? सिसमहल भर्खरै आइपुग्नु भयो? अनि तल पूजा गराउनु भयो? ए ल साथीहरू, जुन पण्डितजी जानुभएको छ त्यही चोरी भएको थियो पहिला 6 वर्ष अगाडि र अहिले सकुशल हामीले हाम्रो पण्डितजीहरूले यो भेट्नु भएको छ र मलाई लाग्छ यसमा भगवान्को पनि उयो थियो र भगवान्ले गर्दा पनि पाइएको एउटा हिसाबले र भगवान् छैन नभन्नेले यो इक्जाम्पल लिन सक्नुहुन्छ र जो भगवान्मा धेरै आस्था राख्नुहुन्छ, विश्वास राख्नुहुन्छ उहाँहरूको लागि यो एउटा इक्जाम्पल हो र उदाहरण यो छ। प्रसाद अब ग्रहण गर्न चाहन्छु। पछाडि मन्द बारिस भइरहेको छ र म अहिले अब मेरो ब्लग सकिसकेको छ साथीहरू र यति नै हो साथीहरू अहिलेको ब्लग र अब म जान्छु साथीहरू र भन्नु छ भने भन्नु होला। त्यस्तै हो साथीहरू र साथीहरू अहिलेको लागि यति नै हो। राम्रो रेस्पोन्स दिनु भन्न चाहन्छु म। ल बाई साथीहरू, अब अर्को ब्लगमा भेटौँ।